गाइसहरु हामी चाहिँ यहाँ तल तित्री छ अरे तित्री टिप्न गएको बाटो चाहिँ यसो छ चैता बैशाखको हावाहुरीले उडाएर लान्छ जस्तो छ हैन हो चाहिँ मेरो बुइनी हो तर के गर्नु म भन्दा के भयो हजुरको खुट्टा चोक्टा लाग्दैन भने उहाँको चाहिँ फेरि भन्यौँ अहिले चाहिँ हामी टारबारीमा तित्री टिप्न गएको अब के गर्नु मधेसको मान्छे पहिला त्यही तित्री खाँदा 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 वाक्का भएको अहिले त्यो भनेपछि चाहिँ मुखमा पानी आउँछ बाटोको हालत यस्तो छ झोला बोकेर हिँड्दैछिन् बुइनी चाहिँ अगाडि यो चाहिँ खन्यु हो खन्यु खान्थ्यौँ पहिला अहिले त ऊ खन्यु भनेको फेरि के होला भन्नु होला खन्यु भने चाहिँ एक प्रकारको फलफुल हो खानेकुरा नै हो त्यसको दाना हुन्छ बाटो हेर्नु नि पहिला यता र यता पुरै वाल उठाएको थियो अहिले त वालसाल भत्केर यस्तो हालत भइरहेको बाटोको हालत वन कुखुराको बच्चा खोइ कहाँ छ वन कुखुराको बच्चा खोइ हो सानो बच्चा छ नि कहाँ छ वन कुखुरा खोइ हो उयो हो क्या बुढबाट तित्रीको बोट हेर्नु है यो तित्रीको बोट चाहिँ यत्रो ठुलो छ तर तित्री चाहिँ छ कि छैन थाहा छैन यो आँप फुलेर हेर्नु नि यहाँ यति फुलेको छैन अब हामी चाहिँ जाँदैछौँ बाटो आमामा यति खतम अब मान्छे नभएपछि यो बाटोहरू पनि मासिँदै जाँदो रहेछ क्या सबै थोक पहिला पो अब मान्छे धेरै थियौँ अहिले त 3-4 घर छ अनि यहाँनिर चाहिँ हामीले भन्दा नि यहाँनिर चाहिँ फर्म खोलेको रहेछ यो घर रहेछ यहाँ चाहिँ 2 जना अङ्कल आन्टी र एउटा बुइनी बस्ती रहेछन् यहाँ यसो हेरचाह गर्नलाई एभोकाड ड्रागन फ्रुट खोइ के रोपेको छ अरे अनि हेरचाह गर्नु हुँदो रहेछ यहाँ चाहिँ यो चाहिँ तित्रीको रुख अरे हेर्नु नि कत्रो ठुलो छ ममा तर तित्री चाहिँ छ कि छैन उहाँ रुखा चढ्ने मेम चाहिँ म त के सक्थेँ र पहिला त चढेको हो अहिले चाहिँ अब सक्दिनँ जस्तो लाग्दैछ ट्राई गर्छु सकेछु भने हजुरहरूलाई देखाउँछु अब सकिनँ छु भने त भुइँमा बस्ने तित्री टिप्ने ल फाइनली हामी चाहिँ तित्रीको रुखमा आइपुग्यौँ तित्रीको रुख यति ठुलो छ कि आमामा तित्रीको रुखमा आयौँ अब मधेस लानालाई तित्री टिप्न आएको तित्री चाहिँ छ कि छैन यो सब हेर्नु यहाँनिर भएको बारीहरू सब हाम्रो है यहाँनिर भएको यता चाहिँ के रोपेको छ अरे अब तित्री टिप्नलाई कान्छी बहिनीको हालत हेर न तित्री रुखमा यत्रो त चढ्न नानी चाहिँ झन् म त अब चढ्न सक्छु कि सक्दिनँ त्यही पनि ट्राई गरी त हेरौँ कसैको चोक्टा लाग्दै अरे खुट्टाको खोइ तित्री त देख्दिनँ छ कि छैन माथि टोपी मात्रै रहेछ है अलि भनेर दुईटा चल्ला उडाइरहेको छ चिलहरू हेलो गाइस हामी चाहिँ आज तित्री टिप्न आएको हेर्नुहोस् म चाहिँ तित्री खाँदैछु म मेरो दिदी हो म बहिनी यता दिदी होइसिन्छ अनि म हामी चाहिँ तित्री खोज्दैछौँ रुख चाहिँ यत्रो ठुलो छ हेर्नु ए यत्रो रुखमा चढेर तित्री खोज्दैछौँ यो चाहिँ टारबारी भन्ने बच्चुर माने भने चाहिँ मोरिया गाउँको टारबारी भन्ने ठाउँ हो यहाँ चाहिँ हाम्रो घर पर्छ अनि तित्री खोज्दै कोरिएर सब बर्बाद अब हेर्नु तित्री हामीले फाइनल नि कति चाहिँ टिप्यौँ भने म हजुरहरूलाई देखाउँछु यहाँबाट ल्याएर देखा त तित्री चाहिँ हामीले यति टिपिसक्यौँ अनि मेरो त हात दिदीको चाहिँ हात कोतारियो भनेर रुँदै होइसिन्छ तित्री यो चाहिँ तित्री भन्छ अब टिप्दैछु तर कति साह्रो रहेछ हौ त्यसको बाजे तित्री ला फुटो यो त ल हेर्नु तित्री हो हजुर
ल ल लु उहाँ तित्री यहाँ चाहिँ हाँगा काटेको झर्दैछ है तित्री हाँगा काटेको है तित्री नै झरेन त लु झारौँ तित्रीको हाँगा बाँधा जस्तो हल्लाउँदा पनि तित्री झरेन काटेको तित्री उही अड्क्यो हो कस्तो झर्ला अझ झर्ला जस्तो छ है झारौँ हल्लाम हाँगा पर गएकोले चाहिँ उहाँ तित्री नै काट्नु पर्यो त्यही भएर तित्री काटेको रुख भन्दा नि हाँगा काटेको क्या त्यहीँ अल्झेर अब चाहिँ झर है तित्री भन्दा तित्री नि छ तित्रीको हाँगा काटेर फाइनली झरो अब चाहिँ म यहाँ एकदम बसेर यहाँ राख्छु टिपेर तित्री यस्तो खाउ छ कि म त खाइवरी पनि अगाइसकेँ ल हेर्नु तित्री हजुर लु दे त यता ल तित्री हेर्नु है हेर्नु है तित्री कता जान्छ हामी चाहिँ यहाँ भुइँमा तित्री यो तित्री चाहिँ यति मिठो छैन ल हेर्नु तित्री मुखैमा पानी आउँछ हो तित्री देखेर पनि यस्तो मिठो छ कि आमामा तित्री अब हामीले चाहिँ रुखामा कति टिप्यौँ भनेर देखाउँछौँ झोला दिनु त यता झोला पर राखेको छ गरेर लिएर सक्नुहुन्छ